मर्निङ एभ्रिवान चाहिँ मेरो बिहानको डेली रुटिन है। म 4:30 बजे उठेँ अनि कलेजको लागि रेडी हुनुभन्दा अगाडि चाहिँ वेदर कस्तो छ भनेर हेरेको। एकदम बेसिक भइरहेको छ अनि म रेडी भएँ। रेनकोट लगाएर जानुपर्ने थियो आज, किनभने एकदम पानी चुहिरहेको थियो, ज्याकेटले चाहिँ धान्दैन थियो। सो म साइड बोकेँ अनि झरेँ कलेज जानको लागि है। म चाहिँ कलेज पढाउँछु, सो म चाहिँ तल आउँदा स्कुटर चाहिँ चुप्पै भिजेको रहेछ, स्कुटर सफा गरेँ। अनि त्यसपछि म घरबाट हिँडेँ। अब म घरबाट हिँडेर अनि म चाहिँ अब कलेज पुगेँ होइन। कलेज पुग्न ठ्याक्कै मलाई 20 मिनट जति लाग्छ, विन्टर छ नि त। अनि म एकदम बिस्तारै स्कुटर कुदाउँछु अनि ठ्याक्कै 20 मिनटमा म कलेज पुगेँ, लगइन गरेँ अनि माथि गएर स्टाफ रुममा बसिरहेँ। स्टुडेन्टको सेटहरू पनि रेडी गरेँ अनि त्यसपछि हामी चाहिँ खाजा खाने गयौँ। चिया पकौडा खाएँ, यस्तो मिठो भएको मजा आएको जाडोमा तातो तातो चिया पकौडा खाँदाखेरि। अनि मेरो क्लास सक्यो अनि म कलेजबाट निस्किएँ। यस्तो पिस लाग्छ कि मलाई कालिका नगरको जङ्गलतिरको बाटो यति आनन्द लाग्छ। सो म त्यो बाटो बिस्तारै बिस्तारैमा घर आइपुगेँ। थ्याङ्क यू एभ्रिवान।